एकजना दाजुले चाहिँ मलाई चाहिँ लौ त नि भाइ तपाईले चाहिँ बुद्ध बनाउनु भएको रहेछ, साह्रै राम्रो लाग्यो, मलाई पनि तपाईले हातले बनाइदिएको बुद्ध जसरी हुन्छ मलाई पठाइदिनु पर्यो भन्नुभयो। अनि ल त नि हुन्छ दाजु, मैले चाहिँ 2-4 दिनमा हैन भाइ, मेरो चाहिँ यहाँ पसल नयाँ पसल हो, नयाँ पसलमा चाहिँ मलाई चाहिँ यहाँ राख्नुहुन्छ सबुद्ध हैन। अब हातले बनाएको भनेको युनिक हुन्छ। अनलाइनदेखि मैले चाहिँ त्यो चाहिँ कागजमा चाहिँ त्यो पोस्टर त मगाउन सक्छु, हातले बनाएको भनेपछि त अलि फरक हुन्छ, मान्छेले सोध्छन् हैन, यो के हो कसो भनेर सोध्दाखेरि मैले पनि त्यही अनुसार जवाफ दिन पाउँछु भनेर भन्नुभयो। त्यसपछि मैले बिहानदेखि मेहनत गरेर बनाए हैन। अब चाहिँ टक्क लाएर चाहिँ यति मेहनत गरेर बनाए हैन। म चाहिँ अहिले चाहिँ खाना साना खाएको छैन। अब यो चाहिँ फाइनल भएपछि मैले चाहिँ यसलाई चाहिँ टक्क लाएर चाहिँ मैले चाहिँ युनिक तरिकाले अझै यहाँ चाहिँ अब चाहिँ लाइनिङ साइनिङ दिन छ हैन। फाइनली भएपछि फेरि बबाल तरिकाको हुन्छ हैन। त्यही भएर चाहिँ अब मेहनत गरेको मेहनत अनुसार राम्रै देखिएको छ हैन। त्यस्तो अब प्रोफेसनल तरिकाको त छैन, तर पनि राम्रै देखिएको छ हैन जहाँसम्म लाग्छ। अब यसमा चाहिँ फिनिसिङ दिँदाखेरि चाहिँ राम्रो होला हैन अझै। त्यही भएर चाहिँ उहाँले चाहिँ के भन्नुभयो भने भाइ मेरो चाहिँ पसल चाहिँ नयाँ हो हैन। अब चाहिँ तपाईले चाहिँ त्यो चाहिँ मेसेज दिँदै हिँड्नु भएको रहेछ, राम्रो हो त्यो विषयमा चाहिँ। त्यही भएर तपाईले चाहिँ मलाई पनि यहाँ पठाइदिनु पर्यो, बुद्ध बनाए पठाइदिनु पर्यो, के कति लाग्छ पैसा म तपाईलाई चाहिँ पे गर्छु भन्नुभयो। उहाँले चाहिँ मलाई चाहिँ અહીં बैंकमा चाहिँ पैसा पनि पठाइदिनु भएको थियो। आजै उहाँले चाहिँ अघि बिहान दिनुभएको अर्डर दिनुभएको यो चाहिँ, अनि चाहिँ अघि बिहान अर्डर दिएपछि त म बिहानदेखि म मेहनत गर्दैछु, बनाउँदैछु। अनि त्यही भएर उहाँले चाहिँ अब पैसा चाहिँ हालिदिइसकेपछि मैले पनि त छिटोभन्दा छिटो चाहिँ डेलिभरी गरिदिनु पर्यो हैन। आज चाहिँ यो चाहिँ 9 बजेतिर चाहिँ पठाइदिन्छु मैले चाहिँ। त्यसपछि चाहिँ एउटा सन्देश हैन, एउटा सन्देश दिनलाई चाहिँ खोजेको मैले चाहिँ। अब चाहिँ उसमा त अब ढुङ्गासुङ्गामा बनाउन त पाइएन, अब यसरी बनाएर चाहिँ अब चाहिँ मान्छेहरूलाई दिन त पाइयो नि त हैन। त्यही भएर चाहिँ अब नेपाली पसलहरूमा चाहिँ अब चाहिँ धेरैजना चाहिँ जापानिजहरू पनि आइराखेका हुन्छन्। त्यही भएर चाहिँ त्यस्तो ठाउँहरूमा चाहिँ राम्रो हुन्छ। किन राम्रो हुन्छ भने चाहिँ अब जापानिजहरू आएको ठाउँमा चाहिँ अब जापानिज सोध्छ के हैन, यो के हो कसो हो भनेर त्यो कलर पनि सुकाएर हिँड्छ। तपाईलाई मैले फाइनल भएपछि देखाउँछु यो चाहिँ आर्ट चाहिँ है।